धुन सुन्दा बम्सीको चञ्चल हुन्छ मन। धुन सुन्दा बम्सीको चञ्चल हुन्छ मन। चञ्चल मनले घरैमा कसरी बस्छन्। चञ्चल मनले घरैमा कसरी बस्छन्। धुन बाज्यो पक्कै कृष्ण हुन्। धुन बाज्यो पक्कै कृष्ण हुन्। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। जादु रहेछ बम्सीमा सबको मन हरेले। ओहो जादु रहेछ बम्सीमा सबको मन हरेले। सुन्छ जसले उसैलाई मोहित झन् पाएले। सुन्छ जसले उसैलाई मोहित झन् पाएले। धुन बाज्यो पक्कै कृष्ण हुन्। धुन बाज्यो पक्कै कृष्ण हुन्। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। संसार हेर्ने आँखालाई छिक्यो जालले। ओहो संसार हेर्ने आँखालाई छिक्यो जालले। जान्न भन्दा पनि लान्छ कालले। जान्न भन्दा पनि लान्छ कालले। धुन बाज्यो पक्कै कृष्ण हुन्। धुन बाज्यो पक्कै कृष्ण हुन्। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। श्याम सुन्दर भगवानको जैले हमलाई हतार जैले हमलाई काम। सधैँ हमलाई हतार सधैँ हमलाई काम। मर्ने बेला भइसक्यो कहिले जामेरा। मर्ने बेला भइसक्यो कहिले जामेरा। धुन बाज्यो पक्कै कृष्ण हुन्। धुन बाज्यो पक्कै कृष्ण हुन्। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो
बाँसुरी कृष्णचन्द्र भगवानको भागवत महापुराणको बालकहरूको अनुमति पाएर बालकहरूसँग गाई चराउन जब जङ्गलमा जान्थे र आफ्नै जस्तो उमेरका साथीहरूसँगै आफ्ना चरणदार वृन्दावनलाई अत्यन्त पवित्र पार्दथे। तब त्यस अवस्थामा यहाँ भगवान भन्नुहुन्छ, अहो अमिदेव वरामर्चितं पादाम्बुजं ते सुमन फलार्हणम् नमत्युपादाय शिखाविरात्मना तमोपहत्यै तरुजन्मयत्कृतम्। आहा, देवताहरूले पूजा गर्ने तिम्रो चरण कमलमा यी वृक्षले पनि फलफुलले सेवा तथा साष्टाङ्ग दण्डवत गरिरहेका छन्। यसै सौभाग्य प्राप्तिका निमित्त वृक्षका रूपमा जन्म लिएका यिनीहरूको जीवन धन्य भएको छ। सुकरै भन्नुहुन्छ कि यस्तै धेरै लीला गर्दै आफ्ना साथीहरूसँग पर्वत छेउ र नदी तीरमा गई गाई चराउँदै सुन्दर वृन्दावनमा जब कृष्ण रमाउन लाग्नुभयो, मेघ जस्तो गम्भीर बाणीले गाई बोलाउँदा उनको मधुर ध्वनिले गाई र बालको मन पनि रमाउँथ्यो। बलराम खेलेर थाल्दा गोठलाको काखमा सिरानी बनाई सुत्दथे। कृष्ण गोरा मिल्दै साथमा हाँस्दै अनि उनीहरूलाई खुसी पार्न ताल वनमा जानुभयो र जब गलाको रूपमा रहेको धेनुकले फल झरेको शब्द सुनेर डाँडा काँडा यत्र तत्र सर्वत्र गर्जन गर्दै हल्लाउँदै त्यतैतिर जब दगुर्दो भयो, महाराज त्यो गला फेरि रिसाउँदै बलरामका नजिक पुगिसके पश्चात फर्किएर पछाडिका घोडाहरू लात्ती लिएर काउन लाग्यो। अनि बलरामले एउटै गोवर्धन को पूजा, गोवर्धन को पूजा, गोवर्धन को पूजा, गोवर्धन को पूजा हो। कृष्ण मुरारी तेरी बलिहारी, मोर मुकुट पीतांबर धारी, मोर मुकुट पीतांबर धारी। राधे कृष्ण गोविंद गोपाल राधे राम, राधे कृष्ण गोविंद गोपाल राधे माधव, गोविंद राधे माधव, गोपाल राधे माधव, गोविंद राधे माधव, गोपाल राधे माधव। राधे कृष्ण गोविंद गोपाल राधे माधव, राधे कृष्ण गोविंद गोपाल राधे माधव। कृष्णा तिले रक्षा करुणा भूले सर्वोन्नता। हे कृष्णा तिले रक्षा करुणा भूले सर्वोन्नता। हे कृष्णा तिले रक्षा करुणा भूले सर्वोन्नता। तिले रक्षा करुणा भूले सर्वोन्नता।